हेलो आज चाहिँ म तपाईहरुलाई मेरो स्याउबारी देखाउन लाँदैछु। Keep watching. यो स्याउ रोपेको चाहिँ 4 वर्ष भयो र अब अहिले चौथो वर्ष सुरु। ल हेर्नुस् है, यहाँ पुरा नयाँ पालुवाहरू पलाइरहेको छ। अब केही दिनमै यसमा पुरा फुलहरू लाग्छ। यहाँ चौथो वर्ष। यो चाहिँ हाइब्रिड स्याउ हो, हाइब्रिड स्याउ। हेर्नुस् यो गाला स्याउ। अनि त्यहाँ उताको चाहिँ फुजी स्याउ। हेर्नुस् अब यहाँ हरियाली छँदैछ, हरियाली। मर्स्याङ्दी एग्रो एप्पल फार्ममा हरियाली छँदैछ। अहिले चाहिँ यहाँ थोपा सिँचाइतिर पानी दिने काम भइरहेको छ। हेर्नुस् पुरा थोपा सिँचाइ। अनि यहाँ अब फुलहरू पनि फल्न थालिरहेको छ। अब बिस्तारै अब सब अब हरियाली। अब रमणीय ठाउँ। आउनु है कसै जो कोही यहाँ बसेर रमाइलो गर्नलाई। अब यहाँ फुल फुल्ने बेलामा त यति रमाइलो हुन्छ। यहाँ कुनै बोटहरुमा त फुल पनि फुल्न थालेछ। हेर्नुस् बोट चाहिँ हाम्रो यत्रो हाइब्रिड सानो बारीहरू। यहाँबाट चाहिँ तपाईले हेर्नुस् यहाँ झुलु पिक, खाङ्ला पास, पिसाङ पिकको राम्रो दृश्य देख्न सक्नुहुन्छ यो स्याउबारीबाट। यो चाहिँ स्याउबारी भित्र अब हिडन होम। अब यसको सुरुवात पनि अब केही समयमा सायद अक्टोबर सिजनदेखि अब यता अलिअलि चलपल गराउने सोच गर्दैछु। यो तल देखिने चाहिँ यहाँ हुम्डे गाउँको रमणीय दृश्य र हिमाल तपाईले हेर्न सक्नुहुन्छ। अबदेखि सायद अब यो मर्स्याङ्दी एग्रो एप्पल फार्मको केही दृश्यहरू र यहाँ गरिने कार्यहरूको अलिअलि तपाईहरु समक्ष देखाउन प्रस्तुत गर्नेछु। ल आजलाई यति नै। अब बाँकी अर्को ब्लगमा हेर्नु होला। किप सपोर्टिङ, सब्स्क्राइब पनि गरिदिनु होला। हस् त।